तपाईहरुको पार्टी सदस्यहरू भन्दा मेरो चाहिँ समर्थकहरू धेरै छन् नेपालमा। साँच्चै पत्याउनुहुन्न भने जनमत लिनुहोस्, एक्लो माननीय भनेर चाहिँ हेला नगरियोस् है। म एक्लो छैन, त्यस कारणले 5 मिनेट मलाई स्वीकार्य छैन। ल, सर्वप्रथम त म एउटा अनुरोध गर्न चाहन्छु सम्माननीय सभामुखज्यूलाई कि चाहिँ म एक्लो मान्छे भनेर एउटा माननीय भनेर एक्लो माननीय भनेर चाहिँ हेला नगरियोस् है। किनभने अरूले 10-15 मिनट 20 मिनट 30 मिनट पाउँदाखेरि मलाई चाहिँ 5 मिनट नदियोस्। म एक्लो छैन। तपाईहरुको कुनै पनि पार्टी भन्दा पार्टीको सदस्यहरू हुनुहुन्छ, तपाईहरुको तिनीहरू भन्दा तपाईहरुको पार्टी सदस्यहरू भन्दा मेरो चाहिँ समर्थकहरू धेरै छन् नेपालमा। साँच्चै पत्याउनुहुन्न भने जनमत लिनुहोस्, जनमत लिनुहोस् बाहिर गएर हैन। म एक्लो छैन, मेरो साथमा सारा नेपालीहरू छन्। सारा नेपालीले मलाई चिन्छन्, बच्चा बच्चाले चिन्छन्, टोल टोलमा चिन्छन्, गल्ली गल्लीमा चिन्छन्। त्यस कारणले 5 मिनट मलाई स्वीकार्य छैन है। अब म धेरै कुरा गर्न चाहन्न। म सौभाग्यले भनौँ अथवा दुर्भाग्यले भनौँ, अहिलेको जुन संसद बसेको छ, अहिलेको जुन सरकार बनेको छ, त्यो सरकार बनाउनको लागि चुनाव गराउनको लागि चुनाव गराउने सरकारको म पनि मन्त्री थिएँ। पुरा मन्त्री हुन सकेन, भएन, तर म पनि मन्त्री थिएँ नि। त्यही सरकारले हामी के अरे मन्त्री भएको सरकारले नै चुनाव गराएर अहिलेको संसद बनेको, अहिलेको सरकार बनेको हो। त्यति बेला खास गरी मलाई दुःख लागेको कुरा के छ भने त्यति बेला मैले जे काम गर्न सकिनँ, खोजेको थिएँ गर्न सकिएन, किनभने चुनावी सरकार थियो, मैले जोड पनि गरिनँ। त्यति बेला मैले ल्याउन खोजेको अध्यादेश 3वटा, सबैलाई थाहा छ त्यो 3वटा अध्यादेश चाहिँ मैले अहिले सबै धेरै माननीयज्यूहरूलाई त्यसको कपीहरू पनि मैले पठाइसकेको छु, पढ्नु भएको छ। अहिले सरकारले 8वटा अध्यादेश ल्याउँदाखेरि मेरो अध्यादेश यो छ भन्नु मैले पनि त्यहाँ बुझाएको थिएँ। अध्यादेश आयो, तर मैले ल्याउन खोजेको अध्यादेश अहिले पनि आएको छैन। र जुन अध्यादेश आयो, जुन रूपमा अध्यादेश ल्याउन खोजेको थिएँ त्यो रूपमा आएको छैन। त्यो पनि ठिकै छ, तपाईँहरूले ल्याउनु भयो, मैले केही उस छैन। मैले ल्याउन खोजेको विश्वविद्यालय जुन छ, केही नेपाल ऐन विश्वविद्यालयलाई को अध्यादेश जुन छ, मैले पनि त्यही ल्याउन खोजेको थिएँ। र त्यो जुन सरकारले ल्याएको जुन अध्यादेशमा जुन कुरा कल्पना गरिएको छ, कल्पना के गरेको छ भने विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्ने, शिक्षा के अरे शिक्षालाई भने त्यो एकदम मैले पनि ल्याउन खोजेको त्यही थिएँ। तर मैले गरेको कल्पनामा चाहिँ के थियो भने कुलपति चाहिँ प्रधानमन्त्री हुनु हुँदैन भन्ने थियो। अहिलेको जुन अध्यादेश छ त्यसले पनि विश्वविद्यालयमा राजनीतिकरण हुनु हुँदैन भनेको छ, तर फेरि कुलपति त प्रधानमन्त्री नै बस्ने व्यवस्था गरेको छ नि। त्यसैले त्यो त भयो, म त्यसमा केही दुःख मनाउँछ छैन। दोस्रो कुरो मैले ल्याउन खोजेको र मेरो जीवनभरिको सङ्घर्षको कुरा के हो भने नव परिवर्तन, विज्ञान प्रविधिको विकास अनुसन्धानको लागि कोषको गठन गर्ने भनेर भनेको हो। अनि त्यो ल्याउन सकिनँ, अध्यादेश ल्याउन सकिनँ, उति बेला ल्याउन सकिनँ, ठिकै छ। अहिले ल्याएको छु। अहिले पनि त्यसमा चाहिँ केही कुरा अगाडि काम बढेको छैन। त्यसैले त्यो कुरामा मलाई चाहिँ दुःख लागेको छ। अब यसमा खास गरी कुरा के हो त भन्दाखेरि